र साथीभाइ यो हेर्न सक्नुहुन्छ 16 फ्रेमको बक्स है र कति मजाले यिनीहरूले गरेको छ। अब 3 फ्रेम मात्रै रहेछ भर्नु है, 3 फ्रेम रहेछ। मैले चाहिँ आधार चाखा चाहिँ यतापट्टि छेउमा दिएको थिएँ र यहाँनिर पनि बसेर चाहिँ यिनीहरू हल्का हल्का काम चाहिँ गर्दो रहेछ यसरी हो, हल्का हल्का काम चाहिँ यसरी गर्दैछ है, हेर्न सक्नुहुन्छ है। र अब यसलाई चाहिँ बिबिसमा हाल्नुपर्ने हुन्छ। अस्ति चाहिँ छेउमा राखेको थिएँ, त्यसले गर्दा बिबिसमा हाल्नुपर्ने हुन्छ है। र अब चाहिँ फ्रेम थपेर फ्रेम थप्नु पहिला भएको छ, हेर्नु सक्नुहुन्छ काम चाहिँ मजाले गरेको छ हो। र यो हेर्नु सक्नुहुन्छ सबै नेक्टर मात्रै छ यसमा है, नेक्टरै मात्रै छ, यसमा पनि नेक्टरै मात्रै छ। हेर्नुहोस् है यसरी नेक्टर मजाले भरेको छ, चाक्कै चाखा मात्रै छ हो। हेर्नुहोस् है साथीभाइ, चाखै चाखा मात्रै छ। र यो तपाईँको जुन चाहिँ यो 16 फ्रेमको बक्समा चाहिँ तपाईँको हेर्नुहोस् है हो, 16 फ्रेमको बक्समा चाहिँ तपाईँको सुपर चढ्दैन होला भन्ने डर नगर्नुहोस् तपाईँले हो। आरामले यसरी सिल हुन आँटिसकेको छ, मजाले भरिरहेको छ हेर्नुहोस् है। यसरी चाहिँ मजाले भर्छ हो। अन्त यो तपाईँको यो डल्लैमा छ, डल्लैमा चाखा चाहिँ डल्लैमा छ हो। अब यो त भयो म तपाईँलाई यो देखाउँछु यो राखेर हो, हेर्नुहोस् ल। अब यसमा चाहिँ हामीलाई त्यो सुपर बी टाइपमा चाहिँ तपाईँको माथि चढ्दैन भन्ने डर हुन्छ नि त हो। हेर्नुहोस् अलिकति म स्किप गर्दिनँ हो, तपाईँहरूलाई स्किप नगरी देखाउँछु। हेर्नुहोस् है, स्किप नगरी देखाउँछु। अहिले मैले देखाएको यो फ्रेम हो, यो हेर्नुहोस् है, यो फ्रेम हो चाखा देखा। अब यो हिजो अस्ति मैले नयाँ थपेको हो नि त आधा चाखा होइन। हेर्नुहोस् ल, अब यसमा पनि हेर्नुहोस् ल कति लागेको छ, हिजो अस्ति थपेको यो। हेर्नुहोस् है उचाल्नु पनि भारी भारी छ निकै हो। एउटा हातले काम गर्ने चाहिँ अलिकति अप्ठ्यारो चाहिँ यति साह्रो डरलाग्दो हुन्छ कि। हेर्नुहोस् है, यसको उतापट्टि पनि हेर्नु सक्नुहुन्छ चाखा हो। र यसमा पनि हेर्नुहोस् है राम्रोसँगले, हेर्नुहोस् त सबै नेक्टरै मात्रै छ, सबै जम्मा गरेको छ सबै। यतापट्टि भयो, यतापट्टि नि हेर्नुहोस् त सबै नेक्टरै मात्रै छ हो। यो तपाईँको 16 फ्रेममा चाहिँ यति सजिलो छ हौ काम गर्नु नि। अब यो पनि तपाईँलाई म स्किप गरिनँ, हेर्नुहोस् है, स्किप गरिनँ मैले तपाईँहरूलाई। ल यो पनि म तपाईँहरूलाई अझै देखाउँछु, स्किप गर्दिनँ यो पनि। किन भन्दा नि स्किप गरेर देखाउँदा कताको के हो हुन्छ कि। हेर्नुहोस् है, अब यो देखाएँ मैले तपाईँलाई, यो फ्रेम देखाएँ अघि, यो फ्रेम देखाएँ अहिले भर्खरको होइन, नेक्टर छ। अब यो फ्रेम देखाउँछु ल, अल्लोपट्टिको यो फ्रेम देखाएँ, अलिक स्मोक गर्छु ल। हेर्नुहोस् है, अब यो अल्लोपट्टि छेउकै हो, यो पनि अब यति डल्ला हेभी छ। अब हेर्नुहोस् है, हेर्नुहोस् त सबै हनी मात्रै हो। अब यो चाहिँ अल्लोपट्टि छेउको भएर चाहिँ तपाईँको यतापट्टिबाट सिल गर्दै ल्याउँदैछ यिनीहरूले हो। र अब यसको पछाडिपट्टि देखाउनु पर्दा पछाडि पनि हेर्नुहोस् है, पछाडिपट्टि हेर्नुहोस्। 16 फ्रेमको चाहिँ यो फाइदा छ है साथीभाइ। अब तपाईँको यहाँनिर र हेर्नु सक्नुहुन्छ है, मैले त्यो फ्रेमलाई चाहिँ मैले यहाँ ल्याएको छु, एउटालाई यहाँ ल्याएको छु हो। र यो आधार चाखा भएको फ्रेम हो। र यो फ्रेममा यहाँ दाग लगाएको छु नि मैले यस भनेर हो। यो चाहिँ किन भन्दा चाहिँ तपाईँको हामीले जब पुरानो हुँदै जान्छ नि, जुनमा चाहिँ हामीले दाग लगाएको छैन, त्यो चाहिँ यसपालिको अस्तिको पालोको फ्रेम हो है। अनि यो चाहिँ अब नयाँ दिएको छु, नयाँ चाहिँ अब यो तपाईँको दाग लगाएको कारण चाहिँ अब हामीले पुरानो फ्रेम चाहिँ भोलिपछि चेन्ज गर्नु पऱ्यो भने चाहिँ जुन चाहिँ दाग नलगाएको छ त्यो चाहिँ हामीले रिप्लेस गर्नु पऱ्यो है।
त्यसरी चाहिँ हामीले चाहिँ दाग लगाएर चाहिँ राख्नुपर्छ। त्यसो गऱ्यो भने चाहिँ हामीलाई काम गर्नु सजिलो हुन्छ नि त हो। हेर्नुहोस् है साथीभाइ, हेर्नुहोस् है। अब यो यहाँ पल्लोपट्टिसम्म त मैले तपाईँको खोलेर देखाएको पनि छुइनँ हो। उता पल्लो छेउसम्म नै छ। ट्याप ट्यापै छ मौरी चाहिँ हो। हेर्नुहोस् है, हेर्नुहोस् है, पल्लो छेउसम्म नै छ हो। ट्याप ट्याप छ, हनी पनि मजाले लागेको छ हो। यहाँ चिपचिपमा हेर्नु सबै ट्याप ट्याप छ। र यसरी नै हामीले 16 फ्रेममा राख्नु पऱ्यो भने चाहिँ दामी हुन्छ है मौरी। वर्किङ पनि यति राम्रो मौरीले, यति मजाले यिनीहरू आउजाउ पनि दामी छ यिनीहरूको। यसरी 16 फ्रेममा पाल्नु भयो भने तपाईँलाई एकदमै राम्रो हुन्छ। अब यो डिभिजन गर्नु पऱ्यो भने 4 बक्स हुन्छ हामीले 4 फ्रेमको हिसाबले हो। अन्त यसमा छिटो फैलिन्छ नि, ब्रुड भएकोले गर्दा छिट्टो बच्चाहरू फैलिहाल्छ। र भिडियो के कसो लाग्यो कमेन्ट गर्नुहोस् है साथीभाइ। यो यतापट्टिको मैले यहाँपट्टि चाहिँ बन्द गरेँ हो, र यतापट्टि खोलेको छु। र यतापट्टिको पनि कामहरू हेर्नु सक्नुहुन्छ तपाईँले है, के मजाले काम गरेको छ हो। अनि यहाँ चाहिँ म अब फ्रेम थप्नुको लागि चाहिँ गरेको थिएँ खासमा है, तर एउटा फ्रेम चाहिँ हाल्नु नसकिने छ, टाइट हुने रहेछ। किन भन्दा यिनीहरूले चाखा चाहिँ तपाईँको अलिक ठुल्ठुलो लामो बुनेछ कोही कोही जग्गा चाहिँ है। त्यसले गर्दाखेरि चाहिँ नसकिने रहेछ। र अब यसलाई चाहिँ अलिकति यो बिचको ग्यापलाई चाहिँ अलिक टसाइराखेर चाहिँ परसम्म चाहिँ पल्लो छेउलाई चाहिँ अलिक खाली गरिदिन्छु। त्यसो गरेर चाहिँ अब 15 फ्रेममै मात्रै अड्काउनु पऱ्यो अब यसलाई चाहिँ है।